टोर्नामा म केजाङ यहाँहरूलाई सम्पूर्ण देश विदेशमा रहनुभएको सम्पूर्ण आमाहरूलाई यही आउँदै गरेको मदर्स डेको उपलक्ष्यमा सबैमा ह्याप्पी मदर्स डे भन्न चाहन्छु र यहाँहरूले जुन आयोजना गर्दै गर्नुभएको यो टुर्नामेन्ट छ यो टुर्नामेन्ट सफल रहोस् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। नमस्ते, म सुचिता कोलम्बस मम्स टिमबाट। आफ्नो घरमा व्यस्तताका बावजुद पनि आफ्नो परिवार नानी बालबच्चाहरूलाई सम्हालेर पनि उहाँहरू यस्तो समयलाई छुट्याएर आफ्नो प्राङ्गणमा गोल प्राङ्गणमा उपस्थित हुन सफल हुनुभएको छ। यही मे 9 and 10 स्याटरडे एन्ड सन्डे हाम्रो मदर्स डे स्पेसल रहेको छ। त्यो दिन हजुर सबैजना यो सिभिक पार्कमा आउनु भए हाम्रो कार्यक्रमलाई अवलोकन गरिदिनु होला, हामीलाई हौसला दिनुहुन्छ भन्ने आशा राखेको छु। हाम्रो इन्टर स्टेटको मदर्सहरू आउँदै हुनुहुन्छ, विभिन्न सिटीबाट पनि आउँदै हुनुहुन्छ। आशा छ हजुरहरूलाई यही भिडियोबाट नै म निमन्त्रणा गर्न चाहन्छु। हजुर सबैजनालाई सी यू इन सिभिक पार्क। थ्याङ्क यू। हेलो नमस्ते, मेरो नाम प्रज्वल कलम्बसबाट। हाम्रो नेक्स्ट विक कलम्बसमा मदर्स डेको लागि मदर्स डे टुर्नामेन्ट हुँदैछ। वेलकम टु एभ्री वान। लेट्स अप्रिसिएट अल द मदर्स आउट देयर। यो इभेन्टलाई हामी सक्सेसफुल बनाऊ। लेट्स सेयर अन द मदर्स। गुड लक टु एभ्री वान। हाम्रो युथकोबाट सपोर्ट छ। वी अल लभ सकर एन्ड वी अल लभ आवर मदर्स। वेलकम टु कलम्बस एन्ड गुड लक। थ्याङ्क यू। नमस्ते, मेरो नाम लक्ष्मी सङ्ग्रौला, कोलम्बस भेटरनको एउटा खेलाडी। यही 9 र 10 मे महिनाको 2026मा मदर्स डेको उपलक्ष्यमा इन्टर स्टेट मदर्स डे सकर टुर्नामेन्ट हुँदैछ यहीँ कोलम्बसमा। हामी आउँदैछौँ, तपाईँहरू पनि आउनु होला, यसलाई भव्य बनाऊ भन्दै सम्पूर्ण खेलाडीहरूलाई शुभकामना भन्न चाहन्छु। धन्यवाद। नमस्कार, हामी योद्धा एफसी प्लेयर्स हो। हाम्रो मम्मीहरूको टुर्नामेन्ट आउँदैछ मे 9 अनि 10। हामी त्यहाँ हुन्छ सपोर्ट गर्न। प्लिज कम सपोर्ट। वी लभ यु मम्मीहरू। सबैजना आइदिनु होला र हामीलाई साथ दिनु होला।